मदनजीले चाहिँ अब यति मिठो कुरा यो सबै कुराहरू भन्नुभयो, एकदम धन्यवाद छ। अनि मदनजी चाहिँ लागिसक्नु भएको छ देश चिनाउन, देश निहाल्न, देश हेर्न। अब हाम्रो पालो पनि छ। अहिलेका पुस्ताहरू थाइल्यान्ड होइन, अस्ट्रेलिया, अमेरिका, विदेश देश घुम्दैछन्। तर आज एक महान नेपाली मदन केसी जो नेपाल घुम्दैछन् है, यो भनेको एउटा इक्जाम्पल पनि हो। अनि यो चाहिँ हामीले पनि गर्नुपर्छ। हामीले आफ्नो पर्यटक क्षेत्र, हाम्रो देशै घुम्न हामीले सकेका छैनौँ। हामी चाहिँ जाँदैछौँ विदेश घुम्न, हामीले सगरमाथा घुम्न सकेका छैनौँ। हामीले हाम्रो नजिकका मन्दिर, मठ मन्दिर, हामीले नजिककै हाम्रा पहाड त चढेका छैनौँ। हामी लाग्दैछौँ थाइल्यान्ड, अमेरिका, सिङ्गापुरतिर। तर आज चाहिँ मदनजी जो देश चिनाउनु हुँदैछ, एकदम महान मान्छे, हजुरलाई सेल्युट छ। थ्याङ्क यू सो मच होइन। अनि यसरी नै तपाईँले चाहिँ हाम्रो यो ठाउँ समाज, स्पेसली सुदूरपश्चिमलाई, किनकि नामैमा सुदूर छ, धेरै दूर छ, यसलाई चिनाउनु तपाईँ आज सुदूरपश्चिम आउनु भएको छ। यो दूर भएको सुदूरपश्चिमलाई हजुरले नजिकबाट निहालेर यसलाई सबै माझ, नेपालवासी माझ होइन, इभन अफ अब तपाईँलाई बाहिरबाट पनि हेर्नुहुँदैछ, बाहिरमा चाहिँ यो सुदूरपश्चिमलाई चिनाइदिनु हुन हार्दिक अनुरोध गर्छु। ल, धेरै धेरै धन्यवाद तपाईँको न्यानो मायाको लागि। र सुदूरपश्चिममा एउटा युवा ले जसरी तपाईँहरूले चाहिँ गरिराख्नु भएको छ, यो साँच्चीकै उदाहरणीय छ। हामी मिलेर चाहिँ नयाँ ढङ्गले पनि अगाडि बढ्नुपर्छ। युवाहरूको बिचमा लोकप्रिय नाम सायद तपाईँको नाम हो, मैले यसरी बुझिरहेको छु। हामी अब पर्सि सँगसँगै ट्रेकिङ गरेर तपाईँको चाहिने त्यहाँ झिलिमिला तालसम्म पनि सँगै जानेछौँ भन्ने अपेक्षा राखेको छु। हस्, थ्याङ्क यू।